यहाँ यो बाइकवालालाई हामीले देख्न सक्छौँ 3-4 जना बाइकवालाहरू जहाँ चाहिँ ट्रकको नजिकैबाट पाङ्ग्रे नजिकबाट ओभरटेक गरिरहेछ। अनि ट्रकको अगाडि गएर पनि ओभरटेक गरेछ नि त, अब त स्पिडमा चलाउनु पर्ने हो। अगाडि गएर नि बिस्तारी चलाइरहेछ। अनि ट्रकले के गर्छ, त्यो बाइकलाई ठक्कर दिन्छ, मान्छेको ठाउँको ठाउँ ज्यान जान्छ। बाइकवालाको मूर्खताले गर्दाखेरि, आफ्नै मूर्खताले गर्दा सानो गाडी भएदेखि त जोगाइदिइराख्थ्यो त्यो भएर त्यसै गरी हिँड्ने सिस्टम भयो, उसको बानी नै त्यही भयो। तर ठुलो ट्रकको अगाडि आएपछि खेल चेन्ज हुन्छ कि ठुलो ट्रकले देख्दैन, ऊ त धेरै हाइटमा बसेको हुन्छ, उसले देख्दैन तिमीहरूलाई। तिमीहरू आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्ने, तिमीहरू आफ्नो ज्यानको सुरक्षाको जिम्मेदारी अर्कोलाई दिने होइन। अनि अब यहाँ पीडित को छ भन्दाखेरि पीडित त्यो बाइकवाला होइन, त्यो बाइकवाला त आफ्नो मूर्खताले गर्दा मर्या हो क्या। पीडित त्यो बाइकवालाको घर परिवारवाला भयो, त्यो ट्रकवाला पीडित भयो। किनकि अब कानुनी समस्या झेल्नुपर्छ, उसको ट्रकमाथि आगो लगाइन्छ, उसको परिवारले दुःख पाउँछ, उसको अत भेला भएको पब्लिकले पनि गल्ती कसको छ त्यहाँ त्यो कुरो हेर्दैन, सिधै आक्रोशित हुन्छ। यहाँ ज्यान गयो, एकदमै ज्यान कसरी मान्छेको ज्यान जान सक्छ, हो यो कुरो सही हो, मान्छेको ज्यान जानु भएन। मान्छे पनि त्यहाँ गल्ती भयो पनि किरा फट्याङ्ग्रा हो, किरा फट्याङ्ग्रा त होइन नि त, मान्छे हो। तर यहाँ अर्को पनि त्यो मेन कुरो त हेर्नु पऱ्यो नि त होइन। तपाईँहरूले उसको गरी खाने गाडी चलाइदिनु भयो, त्यसपछि तपाईँहरूले उसलाई लगेर जेलमा हालिदिनु भयो। अब यहाँ यो त अन्याय नै भयो नि त, माथि पनि उसले त गल्ती गरे होइन। तर यहाँ सबभन्दा आलु भूमिका कसले खेलिरहेछ, तपाईँले कसले खेलिरहेछ जस्तो लाग्छ। यो अन्याय भइरहेछ, यसलाई रोक्नुपर्ने ठाउँमा सरकारले गएर चाहिँ उसको परिवारको चाहिँ नि हेरचाह गरिदिनु पऱ्यो नि त सरकारले पनि। टक्क दुई परिवारको के त्यो जब 10 लाख दिएर किन हुन्छ र, मान्छेको भ्यालु 10 लाख हो र यार। त्यहाँ त कमसेकम ल क्षतिपूर्ति नै दिइसकेपछि त ल ओहो है क्षतिपूर्ति आयो भनेर कमसेकम सानो त्यो मान्छेको मरेर शोक मनमा पीडा परिरहेको बेलामा होइन, त्यो पैसाले कति नै चाहिँ ठुलो भूमिका खेल्छ र। त्यसुकै पनि एउटा सानो ठाउँ र सरकार रहेछ, हामीलाई दुःख परेकोलाई हेरिदिने हाम्रो नेपाल सरकार छ भन्ने त हुनु पऱ्यो नि होइन। अनि त्यसपछि ट्रकवालाको परिवार पनि त पीडित हुने भयो नि त अब, किनभनेदेखि त उसको बाउको पनि गाडी जलिसक्यो, उसको छोराछोरीहरू अब स्कुलमा पढिरह होला, उसको फिस कसले तिर्दिन्छ होइन र। अनि उनीहरूलाई खाना कसले दिन्छ, उनीहरू अब त्यो ट्रकवालाको श्रीमतीले जागिर रहन्छ, उसले त छोराछोरी हेरेर बसिरहेको रहेछ भने त उसले दुःख पाउने भयो। सरकारले त्यहाँ उसलाई जागिर पनि खुवाइदिनु पऱ्यो नि त, सबैतिर हेर्नु पऱ्यो नि त। नत्र भनेदेखि त यस्तो केस फेरि दुरिराख्छ क्या, यो हेरेन भनेदेखि फेरि दुरिराख्छ। यो अब रोड सानो रोड छ, यसले रोडलाई ठुलो बनाउनु पर्यो, चौडाइ बनाउनु पऱ्यो होइन। यो मेन गल्ती त सरकारले गर्दाखेरि एक्सिडेन्ट हुन्छ कि नेपालहरूमा। रोडमा खाल्डाखुल्डीहरू छ, त्यो भर्दैन, कहिले पनि रोड पिच गर्दैन राम्रोसँग। एक ठाउँमा रोड पिच गरेर अर्को ठाउँमा भत्काइसक्छ। मेन गल्ती सरकारको छ क्या। तिमीहरू आफ्नो गल्तीको सजाय अरूलाई नदिए हो क्या, त्यसरी आफ्नो गल्तीको सजाय अरूलाई दिएर जुन यो मेन एक्सिडेन्टहरू भइरहेछ नेपालमा, त्यो हुन बन्द हुँदैन क्या होइन र। अब यिनीहरू जनतालाई कर तिराउने बेलामा चाहिँ कर तिराउन लागिराख्ने, अनि त्यसपछि त्यो करको पैसा पनि यस्तो कुरामा विकास गर्नतिर लगाऊ न, रोड राम्रो बनाउनुतिर लगाऊ न। लुट्ने बेला चाहिँ लुटिराख्ने, अनि त्यसपछि गोजी भएर चुप लाएर जे चलिरहेछ त्यही हुनिराख्ने। अब नेपालको आफ्नै गाडी बनाउने कर कारखाना भइदिएदेखि त ट्रकको हाइट चाहिँ मान्छेदेखि नै हाइटमा हुनु पऱ्यो, ताकि ड्राइभरले नदेखेर ड्राइभरको लापरवाहीले अथवा चाहिँ नि सरकारको लापरवाहीले गर्दा एक्सिडेन्ट हुनु भएन भन्ने एउटा नियम कानुन त एउटा ल्याउनु पऱ्यो नि। तर तिमीहरूको त्यहाँ त केही पनि चल्दैन। अब इन्डियामा गएर त भन्ने होइन, टाटा कम्पनीलाई गएर तिमीहरूको त केही पनि चल्दैन, तिमीहरू मलाई घुस खाने बेला खाने, जनता लुट्ने बेला लुट्ने, तिमीहरूको त कसैले कुरा पनि सुन्दैन, तिमीहरूको इज्जत पनि छैन होला त्यस्ता ठाउँतिर गएपछि त।